हेर्नुहोस्, कुनै पनि देशले आफ्ना युवा पुस्तालाई आफ्नो पहिचान र नागरिक दायित्वको बारेमा कसरी सिकाउँछ भन्ने कुरा बुझ्न त्यहाँको शैक्षिक सामग्री नै सबैभन्दा गतिलो माध्यम हो, होइन त? आज हामी नेपालको एउटा वास्तविक शैक्षिक पोस्टरको विश्लेषण गर्दैछौँ। यसले नि देशको इतिहास, भूगोल अनि संस्कृतिलाई एउटै कक्षा कोठामा कति मजाले प्रस्तुत गरिन्छ भन्ने कुराको ठ्याक्कै उदाहरण दिन्छ। ल, ढिला नगरी यसमा गहिरिएर हेरौँ है त। आज हामी मुख्यतया यी 4वटा कुराहरू सर्र हेर्नेछौँ। पहिलो, नेपाली कक्षा कोठाभित्रको माहौल। दोस्रो, हाम्रा 12 राष्ट्रिय गौरवहरू। तेस्रो, यो सम्पदा किन यति धेरै महत्त्वपूर्ण छ त? र अन्त्यमा राष्ट्रिय पहिचानको मूल्याङ्कन। ल, सुरु गरौँ पहिलो भागबाट, नेपाली कक्षा कोठाभित्र, जहाँ हामी पाठ योजनाको संरचना हेर्नेछौँ। अब यहाँनिर एउटा गजबको कुरा के छ भने यो कुनै सामान्य जानकारी दिने पोस्टर मात्र होइन के, यो त एउटा पूर्ण पाठ योजना अर्थात् लेसन प्लान हो। बायाँतर्फको विवरण सर्र हेर्ने हो भने हामी प्रष्ट देख्न सक्छौं कि यो कक्षा 10 को सामाजिक अध्ययन विषयको एकाइ 1 पाठ 4 को लागि तयार पारिएको हो। शिक्षक अर्जुन देवकोटाले तयार पार्नु भएको यो ठ्याक्कै 45 मिनेटको कक्षा हो। यसले हामीलाई सिधै नेपालको एउटा वास्तविक कक्षा कोठाको अनुभव दिन्छ नि, साँच्चै भन्नुपर्दा। अनि यो कक्षा नि शिक्षकले मात्र एकोहोरो बोल्ने र विद्यार्थीले सुन्ने खालको पुरानो ढाँचामा छैन। यहाँ पाठ सञ्चालनका चरणहरू एकदमै स्पष्ट रूपमा तोकिएका छन्। सुरुको 5 मिनेट विद्यार्थीहरूमा प्रेरणा जगाउन, त्यसपछिको 15 मिनेट विषय प्रस्तुतिकरण गर्न, अनि 10 मिनेट चाहिँ उनीहरूलाई समूह कार्य गराउन छुट्याइएको छ। सोच्नुहोस् त, शिक्षकलाई समयको कति कडा प्रेसर छ। अन्त्यमा 5 मिनेट मूल्याङ्कन र बाँकी समय गृह कार्यका लागि छुट्याइएको छ। यसले विद्यार्थीहरूलाई कति सक्रिय रूपमा सहभागी गराउन खोजिएको छ भन्ने देखाउँछ। एकदमै आधुनिक शैली, होइन त? अब अघि बढौँ हाम्रो दोस्रो भागतर्फ, 12 राष्ट्रिय गौरवहरू अर्थात् हाम्रो पहिचान र शान। यो पोस्टरमा नि जम्मा 12वटा राष्ट्रिय गौरवहरूलाई चित्रसहित एउटा चट्ट मिलेको तालिकामा राखिएको छ। यी गौरवहरूलाई ध्यान दिएर हेर्ने हो भने त्यहाँ एउटा अचम्मको सन्तुलन देखिन्छ। एकातिर सगरमाथा जस्ता विश्वकै सर्वोच्च प्राकृतिक सम्पदाहरू छन् भने अर्कोतिर पशुपतिनाथ, लुम्बिनी, जनकपुर धाम अनि गोर्खा दरबार जस्ता एकदमै पवित्र र ऐतिहासिक स्थलहरू छन्। अनि त्यति मात्र कहाँ हो र? राष्ट्रिय झण्डा, राष्ट्रिय गान, हाम्रो राष्ट्रिय पोशाक र कला संस्कृति जस्ता अमूर्त सम्पदाहरूलाई पनि उत्तिकै महत्त्व दिएर राखिएको छ। यो आफैमा निकै सुन्दर सम्मिश्रण हो। तर यो पुरै सूचीमा मेरो ध्यान सबैभन्दा बढी तानेको एउटा विशेष कुरा छ। 9 नम्बरमा रहेको वीर गोर्खाली। खासमा यो कुनै भौतिक संरचना वा छुन सकिने भौगोलिक ठाउँ होइन नि। यो त साहस, बहादुरी र बलिदानको एउटा अमूर्त पहिचान हो। इतिहाससँग जोडिएको यो वीरतालाई सगरमाथा वा लुम्बिनी जत्तिकै ठोस राष्ट्रिय गौरवको रूपमा कक्षा कोठामा पढाउनु, यो आफैमा एउटा एकदमै शक्तिशाली र युनिक कुरा हो। पक्कै पनि यसले विद्यार्थीहरूमा ठूलो प्रभाव पार्छ। ल, अब जाउँ तेस्रो भागमा, सम्पदाको महत्त्व जसले राष्ट्रिय एकता र विकासलाई जोड्छ। पोस्टरको अलि तलपट्टि हेर्नुभयो भने हाम्रो राष्ट्रिय गौरवहरूको महत्त्व भनेर प्रश्नसँग लेखिएको छ। यहाँ दिएका बुदाहरूले नि हाम्रो संस्कृति र अर्थतन्त्र बीचको गहिरो सम्बन्धलाई ठ्याक्कै देखाउँछन्। यसले राष्ट्रिय पहिचान, एकता र देशभक्तिको भावना जगाउने जस्ता भावनात्मक कुराहरू त पक्कै गर्छ, तर सँगसँगै पर्यटन प्रवर्धन र आर्थिक विकासमा पनि योगदान पुर्याउँछ भन्ने एकदमै व्यावहारिक पक्षलाई पनि उत्तिकै जोड दिएको छ। अर्थात् हाम्रा साना भाइबहिनीहरूलाई के सिकाइँदैछ भने परम्पराको संरक्षण गर्नु भनेको पुरानो कुरा मात्र समातेर बस्नु होइन, यो त आधुनिक आर्थिक विकासको बलियो जग बसाल्नु पनि हो। अब पालो चौथो र अन्तिम भागको, पहिचानको मूल्याङ्कन, जहाँ हामी परीक्षामा लेख्ने नोटहरूको बारेमा कुरा गर्नेछौँ। विद्यार्थीहरूले परीक्षाको लागि कण्ठ गर्नुपर्ने आधिकारिक परिभाषा चाहिँ यस्तो छ है। राष्ट्रिय गौरव भन्नाले देशको इतिहास, संस्कृति, परम्परा, प्राकृतिक सम्पदा, महान व्यक्तित्व, कला आदि बुझिन्छ, जसले देशको पहिचान र शान बढाउँछ। सुन्नुस् त, यो परिभाषा कति धेरै व्यापक छ। यसले विद्यार्थीहरूलाई के बुझाउन खोजेको छ भने हाम्रो राष्ट्रको पहिचान भनेको कुनै एउटा मात्र चिज होइन, यो त धेरै कुराकोहरूको एउटा सुन्दर सम्मिश्रण हो। अनि त्यसै गरी राष्ट्रिय गौरवको संरक्षणका उपाय के हुन् भनेर सोधिने प्रश्नमा विद्यार्थीहरूबाट केवल किताबी ज्ञान मात्र होइन के, एउटा सक्रिय नागरिक दायित्वकै अपेक्षा गरिएको छ। जस्तै सचेतना फैलाउने, संरक्षण कार्यमा आफै सहभागी हुने, विद्यालयमा यसबारे शिक्षा दिने अनि सबैले सम्मान गर्ने।
यी बुदाहरूले विद्यार्थीहरूलाई भोलि गएर समाजको एउटा जिम्मेवार र सक्रिय हिस्सा बन्न पक्कै पनि ठूलो प्रेरणा दिन्छन्। यो सम्पूर्ण पाठको निचोड पोस्टरको अन्त्यमा एउटा एकदमै सुन्दर र शक्तिशाली वाक्यमा समेटिएको छ। त्यहाँ लेखिएको छ, राष्ट्रिय गौरव हाम्रो गहना हो, यसको संरक्षण र सम्मान गर्नु हाम्रो कर्तव्य हो। कति राम्रो भनाइ, होइन त? यो वाक्यले हाम्रा गौरवहरूलाई केवल हेर्ने र गर्व गर्ने वस्तुको रूपमा मात्र सीमित राखेको छैन, यसलाई त एउटा अमूल्य गहनाकै रूपमा प्रस्तुत गरेको छ, जसको सुरक्षा गर्नु हरेक नागरिकको परम कर्तव्य हो। आज हामीले नेपालको एउटा कक्षा कोठामा राष्ट्रिय पहिचान कसरी निर्माण गरिन्छ र सिकाइन्छ भन्ने कुराको विस्तृत विश्लेषण गर्यौं। अब यसले एउटा निकै महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ है। विश्वभरका अरू शैक्षिक प्रणालीहरूले चाहिँ आफ्नो देशको राष्ट्रिय गौरवलाई कसरी परिभाषित गर्छन् होला अनि आफ्ना विद्यार्थीहरूलाई कसरी सिकाउँछन् होला? के उनीहरूका तरिकाहरू पनि यस्तै बहुआयामिक छन् त? यो पक्कै पनि मननयोग्य विषय हो। ल त आजको यो विश्लेषण हामी यहीँ टुङ्ग्याउँछौँ। यस्तै रोचक जानकारीका साथ फेरि भेट्ने नै छौँ।